मर्निङ गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी कामबाट फर्किँदैछौँ। काम त बेलुकै सकेको, तर बस्नै पर्यो। राति अब ट्रेन पाउँदैन, बस पाउँदैन। सो सी इज माई फ्रेन्ड, क्लोज फ्रेन्ड, सबै फ्रेन्ड, सिस्टर, एभ्रिथिङ। हामी यही हो जहिले, तर काम छिटो सक्यो भने त जहिले कुद्नुपर्छ। स्टुडेन्टलाई चाहिँ यही बेफाइदा छ क्या। 20 आवर्स हुन्छ, 20 आवर्स पनि पुग्दैन क्या। अनि दुई दिन मात्रै दिन्छ क्या, हो कि होइन? यो विकमा चाहिँ 3 दिन आएको छैनौँ, आउन आँटेका छौँ। अनि हामी चाहिँ फर्किँदैछौँ, अब ट्रेन स्टेसन जाँदैछौँ। अनि हाम्रो ट्रेन चाहिँ कति छ भने 6:22 छ। अनि अहिले भर्खरै 6 बज्न लाग्छौँ, हिँड्दैछौँ हामी। अयो हाम्रो चाहिँ फर्स्ट भ्लग हो। कोही कस्तो अनुहार देखा हेर न। सो वी आर गोइङ। अनि अब हामी चाहिँ ट्रेन स्टेसन जाँदैछौँ। हामी ट्रेन कसरी चढ्छौँ हजुरलाई देखाउँछौँ होइन। अनि अब यहाँको वेदर हेर्नु होला, म त हजुरलाई देखाउँछु। Look at the view, wow! हामी आएको बाटो चाहिँ कुद्दै छ यहाँ। सो ग्रिनरी छ क्या हाम्रो बाटोमा चाहिँ, एकदम दामी छ क्या। झन् बिहानको भ्यू त एकदमै राम्रो हो। सो वी आर गोइङ। सो एकछिनपछि अब हामी स्टेसन पुगेपछि हजुरलाई देखाउने छौँ है त। चेरीहरू के फुल्यो यहाँ, ए सरी फलेछ। सो वी आर गोइङ। सो गाइज वी आर इन द वे। अनि अहिले हामी चाहिँ यहाँ लाइटमा बसिरहेको छौँ। हाम्रो लाइट चाहिँ यस्तो हुनुपर्छ यहाँ चाहिँ, हरियो पोलेसी मात्रै जान पाइन्छ है त। सो वी आर गोइङ। पनि हामी रुल्स ब्रेक गरेर भागेको। रुल्स ब्रेक चाहिँ नगर्नु होला हामी जस्तो होइन। Follow the rules and regulations. So we are going. त्यसपछि भन्ने हो भने सबिना र मेरो चाहिँ भेट चाहिँ हाम्रो कलेजमा हुन्थ्यो, तर राम्रोसँग बोल्दैन थियौँ हामी। अनि हामी एकदम क्लोज हुन थालेको चाहिँ यही कामबाटै हो होइन। सो यस्तै छ, चलिरह। अब कहिलेसम्म चल्ने हेरौँ होइन। अब हाम्रो फुल टाइम हुने बेला होला। सो बाजे हुनुहुन्छ, साथै पनि गुड मर्निङ भन्नुहुन्छ बाजेले। यहाँको मान्छेहरू एकदमै फ्रेन्डली नै हुनुहुन्छ क्या। यस्तो ठुलो पल्टिने यताउति केही पनि छैन। सो फ्रेन्डली, अल आर फ्रेन्डली। सो भ्यू हेर्नुहोस्, दामी छ भ्यू। सो गाइस, सबिना आइसक्यो मेरो भ्लगमा। उसको भ्लग सक्यो अहिलेको लागि चाहिँ। स्टप गरेको चाहिँ। सो मेरो सो अब हामी पुग्न आँटिसकेका छौँ। लगभग अब 2 मिनटमा पुगिन्छ भनौँ न। यहाँ चाहिँ यस्तै हुन्छ कि गाडीहरू एकदम छेउछेउमा आउँछ। सो हाम्रो स्टेसन चाहिँ यही हो, यहाँ भित्र जानुपर्छ। सो बेलसिल हो यो चाहिँ होइन। हामी काम गर्ने ठाउँ चाहिँ बेलसिल हो यो चाहिँ। अनि हामी काम गर्ने ठाउँको नाम चाहिँ के अरे, इम्पोस्ट हो। यो चाहिँ कस्तो खालको वेयर हाउस भने चाहिँ पार्सल आउने हो होइन। भन्दै त छैन, एक्सप्लेन गरिदिउँ कस्तो खालको। गाइस हामीहरू चाहिँ ट्रेन स्टेसनमा पुग्यौँ। अब ट्रेन आउनलाई अझै टाइम बाँकी छ। सो वी आर वेटिङ हियर। This is the train station, you can see. This is the train station. Wow, look at the view. Oh my god. म चाहिँ हाम्रो सबिना हो, हिँड्दै हुनुहुन्छ। Please look at here.
यो हाम्रो स्टेसन। ल गाइज हाम्रो चाहिँ ट्रेन आयो अहिले, यहाँ पछाडि छ। हामीले केही देखाएन होला, अब जानुपर्छ हामीहरू। ट्रेन यहाँ चाहिँ यस्तो ट्रेन हुन्छ। अब हामी यहाँबाट चढ्नुपर्छ। यहाँ त छिनको भ्याल्यु छ क्या, मिनेटको भ्याल्यु छ। अब यतै बसौँ न, यहाँ त मान्छे छ। हो पछाडि जाउँ। जाँदैछु। ट्रेनभित्र जाँदैछु। सब प्याक छ त यार। डरेको अवस्था यार। गाइस हामी चाहिँ झर्यौँ ट्रेनबाट, अनि अर्को ट्रेन छ, त्यसको लागि हामी कुद्दैछौँ। भ्याउनु पर्ने छ 45 को त भ्याउँदैन, अनि त्यसपछि 47 को चाहिँ भ्याइन्छ कि भनेर। ल अहिले भेटौँ न है त। चाहिँ ट्रेनमा बसिसकेको छौँ, अनि 45 को त भ्याएन, सो 49 कोमा चढ्यौँ। यो चाहिँ लगभग 15 मिनट लाग्छ। सो वी आर गोइङ है। सबैलाई हेरेर बसिरहेको छु। अब हामी जान्छौँ पेजली, हाम्रो रुमतिर लाग्छौँ। र गाइस यो चाहिँ स्टेसन हाम्रो होइन, ग्लासको स्टेसन हो, ट्रेन स्टेसन। हेर्नुहोस् त यति दामी छ, यति दामी छ है। सो गाइस हामीहरू चाहिँ पेजली आइसक्यौँ। अब जानुपर्छ क्यान्ट भ्यू। झऱ्यौँ अहिले ट्रेनबाट। यो ट्रेनबाट झरे हामी। सो वी आर गोइङ। आज चाहिँ हामी अर्कै प्लेटफर्मबाट आयौँ है। नभए 1 मा आउँथ्यौँ, आज चाहिँ हामी 3 मा झऱ्यौँ। पेजली आइसक्यौँ फाइनली। यस्तो घाम लागिरह। वाउ, यो घाम ताप्न पाउनु भनेको त एकदम ठुलो कुरा हो। यहाँ चाहिँ घाम मुस्किलले पाइन्छ यहाँ। सो हामी जाँदैछौँ सबिना र म। अब हाम्रो छुट्टिने बेला भयो। उसको अर्को डिरेक्सन, मेरो अर्को डिरेक्सन। ल अब सबिना फेरि भेटौँ ल। ल बाई बाई बाई। सो गाइज यहाँ चाहिँ मस्त घाम लाग्यो। दिस इज द टाउन हल। अब मेरो यहाँबाट चाहिँ कति 15 मिनट जति लाग्छ हिँडेर। सो जाँदैछु म।